वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ सबैजनाहरूलाई। र म आज चाहिँ एउटा स्टोरी चाहिँ लिएर आएको छु है। प्रत्येक दिन चाहिँ म अब पोस्ट गर्नेवाला छु र म चाहिँ एउटा स्टोरी लिएर आएको छु जुन चाहिँ 17 क्यामल्स विथ 3 सन भन्ने चाहिँ एउटा मैले सुनेको है। तपाईँहरूले पनि सुन्नुभयो होला। मैले पनि यो कहानी चाहिँ सुनेको हो। सुनेको भन्दा पनि मैले पढेको हो यो कहानीहरू चाहिँ। 17 क्यामल्स 17वटा क्यामल्स र त्यसको 3 भाइ छोराहरू भन्ने चाहिँ मैले एउटा चाहिँ कथा चाहिँ सुनेको हो। अनि यो कथामा चाहिँ क्यारेक्टरहरू भनेको चाहिँ 3टा सन हो अनि एउटा बाउ हो। त्यसपछि त्यसको क्यामेलहरू हो अनि त्यो एउटा गाउँको एउटा मुखिया एउटा पढाइ लेखेको मान्छे छ है त्यसमा है। अनि कहानी चाहिँ कहाँबाट सुरु हुन्छ भन्दाखेरि धेरै वर्ष अगाडि धेरै वर्ष अगाडिको कुरा रहेछ यो होइन। जहाँ चाहिँ एउटा गाउँमा चाहिँ एउटा जो बुढो मान्छे, गाउँमा भन्नाले एउटा त्यो मरुभूमि जस्तो गाउँमा चाहिँ एउटा बुढो मान्छे बस्दो रहेछ क्या। अनि त्यो बुढो मान्छेसँग चाहिँ 17वटा क्यामेल रहेछ अनि चाहिँ 3वटा सन रहेछ। अनि तिनीहरू चाहिँ गरिब एउटा मिडल क्लास परिवारको भएर चाहिँ तिनीहरूको सर्भाइभ गर्ने तरिका अथवा चाहिँ तिनीहरूको मेन सोर्सेस भनेकै कुन थियो त क्यामेलहरू थियो। क्यामेलबाट दुध दुने यताउति गर्ने अनि दुने दिमाना गरेर चाहिँ के गर्थ्यो त त्यसले चाहिँ घरहरू चलाउने गर्थ्यो। अनि एक दिन चाहिँ के भयो भन्दाखेरि चाहिँ त्यो बुढो मान्छे चाहिँ रोगी भयो, बिमार भयो। कति काम गरोस् त नि है, काम गऱ्यो थाकेर आयो, यताउति भयो। छोराहरू पनि त्यस्तै, अब छोराहरू पनि हाउडे पारामा हिँड्ने यताउति गरेर चाहिँ के भयो त त्यो क्यामेल के अरे त्यो क्यामेलको मालिक त्यो जुन चाहिँ त्यो बुढो मान्छे छ नि त्यो चाहिँ मर्छ। अनि मरेर चाहिँ उसले चाहिँ के गर्छ भन्दाखेरि उसले एउटा चिठी छोडेको हुन्छ है। एउटा चिठी छोडेको हुन्छ त्यो छोराहरूलाई। अनि त्यो छोराहरूले चाहिँ अब त्यसको चाहिँ क्रियाकाज पुनेर सकेपछि के गर्छन् भन्दाखेरि अब तिनीहरू 17वटा क्यामेल छ। अब 17वटा क्यामेलमा त अब 3 भाइ छन्। अब कसले के गर्ने अनि त्यो बुढो मान्छेले जस्तो काम गर्न त सक्दैन तिनीहरूले है। अनि के गर्छन् भन्दा चिठी पढ्छन्। चिठी पढेर चाहिँ अब त्यो क्यामेल बाँड्ने हो नि, बाँड्ने कसरी बाँड्ने त 17वटा क्यामेल 3 जनाले बाँड्न त सम्भवै छैन, असम्भव छ। एक त त्यही माथि अब तिनीहरूको दिमाग पनि चलेन, तिनीहरूको खासै तिनीहरूले जानेन। अनि चाहिँ चिठीमा चाहिँ के लेखेको थियो भन्दाखेरि त्यो बाउले त्यो छोराको चिठी जुन छोराहरूले पढिरह नि त्यो चाहिँ बाउले चाहिँ त्यो चिठीमा चाहिँ के लेखेको रहेछ भन्दाखेरि चाहिँ के अरे ठुलो छोरालाई चाहिँ यस्तै सम्झिनु कति त्यसको आधी त्यो 17वटा क्यामेलको आधी त्यो ठुलो छोरालाई अनि दोस्रो माइलो छोरालाई चाहिँ आधीको आधी अनि कान्छो छोरालाई चाहिँ आधीको आधी पनि अझै आधी। किनभने त त्यो ठुलो मान्छेहरूले धेरै हेर्न सक्छ नि त। अब जस्तै कान्छो मान्छेलाई 10वटा क्यामेल छिराइदियो त काम भएन, त्यही भयो। अनि त्यसपछि तिनीहरूले त्यो क्यामेलको लागि त्यो उयो गर्न सक्दैन कि, तिनीहरूले त्यो छुट्याउनै सक्दैन के हो केही छुट्याउन सक्दैन। अनि त्यसपछि तिनीहरूको दिमाग चल्दैन अनि तिनीहरू चाहिँ एक ठाउँमा जान्छन्। त्यो के अरे गाउँको एउटा भलात्मी एउटा मान्छेसँग जान्छन्। अनि त्यो मान्छेसँग गएर चाहिँ के भन्छ हाम्रो बाबाले यस्तो गरेको थियो, यस्तो भएको। अनि यो 17वटा क्यामेल चाहिँ कसरी चाहिँ बाँड्न सकिन्छ भनेर चाहिँ त्यो भन्छ। तिनीहरूले भन्छन्, त्यहाँ सल्लाह गर्छन् त्यो बुढो मान्छेलाई, मतलब त्यो दिमाग भएको मान्छेलाई। अनि चाहिँ त्यो भन्नाले त्यो एउटा वेल नलेज अथवा एउटा ज्येष्ठ नागरिक भनेको के जुन चाहिँ एउटा पाएको मान्छे हुन्छ नि त, यहाँबाट यस्तो भन्ने प्रब्लम सल्भिङ भएको एक्सपिरियन्स भएको मान्छे हुन्छ नि हो त्यो के। अनि तिनीहरूलाई त्यसलाई गएर भन्छन्। अनि त्यसले चाहिँ के गर्छ भन्दाखेरि तिमीहरूको 17वटा क्यामेल रहेछ, म चाहिँ यसमा चाहिँ अझै एउटा क्यामेल थपिदिन्छु अनि 18वटा क्यामेल हुन्छ। अनि 18वटा क्यामेल भएर चाहिँ बाँडौँला भन्छ। किनभने छोराहरूले त जसलाई पनि थाहा नि त त्यो 17वटा क्यामेल त 3 भाइलाई बराबर बाँड्नै मिल्दैन नि। अब 1.5 जस्तो हुन्छ होला, अब काटेर बाँड्ने कुरो भएन है। त्यही भएर त्यसरी चाहिँ त्यो चाहिँ काटेर बाँड्ने कुरो चाहिँ मिलेन होइन, काटेर बाँड्न चाहिँ मिलेन त्यो 17वटा क्यामेलहरू। अनि चाहिँ त्यो वाइज म्यान त्यो एकदम ज्ञानी अथवा बुद्धिजीवी प्रब्लम सल्भिङ भएको मान्छे त्यो एउटा मान्छेले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ मैले एउटा क्यामेल तिमीहरूलाई दिन्छु अनि तिमीहरूलाई क्यामेल दिएपछि चाहिँ बाँडौँला भनेर भन्छ होइन। अनि त्यसपछि त्यसले सोध्छ, त्यसको उसलाई सोध्छ आफ्नो त्यो 3 जनै छोराहरू आउँछ, क्यामेल 17वटा लिएर आउँछ। अनि त्यहाँको त्यो प्रब्लम सल्भिङ गर्ने मान्छेले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ एउटा क्यामेल थपिदिन्छ अनि 18वटा क्यामेल हुन्छ होइन। 18वटा क्यामेल भएपछि
अनि त्यसले त्यो चिठीमा चाहिँ हेर्छ अथवा त्यो जेठो छोरालाई सोध्छ कति हो ल तँलाई बाउले चाहिँ कति बाँड्न भन्छ। त्यो वाइज म्यानले चाहिँ सोध्छ कि जेठो छोरा तँलाई चाहिँ कति के भनेको थियो भन्दाखेरि मलाई हाफ भनेको थियो, यसको 17वटा क्यामेलको चाहिँ हाफ भन्दाखेरि यसले चाहिँ सल्भिङ चाहिँ कसरी लिन्छ भन्दा आफ्नो 18वटा एउटा थपेर 18 गराउँछ। 18 गराएपछि जेठो छोरालाई चाहिँ कस्तो गरिदिन्छ भने 18/2 गरिदिन्छ अनि त्यसलाई 9वटा क्यामेल पर्छ। अनि माइलो छोरालाई 18/3 गरिदिन्छ अनि 6 रहन्छ। अनि कान्छो छोरालाई चाहिँ रिमेनिङ भएको 2वटा क्यामेल दिन्छ। अनि यसरी गरेर चाहिँ प्रब्लम सल्भिङ हुन्छ। अनि त्यसले त्यो तिनीहरूलाई बाँड्छ अनि आफ्नो क्यामेल चाहिँ लिएर जान्छ। अनि यो स्टोरीको चाहिँ मोरल भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ जस्तोसुकै समस्या पनि हामीले चाहिँ सल्भ गर्न सकिन्छ भन्ने चाहिँ एउटा यसको मोरल हो। र यो चाहिँ एउटा चाहिँ म्याथमेटिकवाला स्टोरी हो। त्यही हो। र लाइक एन्ड सब्सक्राइब फर मोर। फेरि अर्को स्टोरी लिएर आउनेछु र यो इङ्ग्लिसलाई यो स्टोरीलाई इङ्ग्लिसमा पनि भन्ने प्रयास गर्नेछु म। थ्याङ्क यू एन्ड लाइक सब्सक्राइब एन्ड सेयर फर मोर।